सम्पूर्ण मित्रहरूमा हरिओम। विद्यालय स्तरमा बालबालिकाहरूलाई यौगिक हौसला प्रदान गर्नको लागि विभिन्न समयमा उनीहरूको स्तर अनुसार योग प्रतियोगिता राख्नु उत्तम मानिन्छ, जसबाट प्रतियोगीहरूमा शारीरिक क्षमता वृद्धिसँगै आत्मविश्वास, जुझारुपनको पनि विकास हुन्छ। पाठ्य पुस्तक, अध्ययन र आचरण, अनुशासन आदिमा रहनको लागि पनि यसले सहयोग गर्दछ। सामूहिक रूपमा गरिने यौगिक प्रतिस्पर्धाले सबैलाई हौसला, प्रेरणा र योगमय वातावरणको सृजना गर्दछ, जस अनुरूप अभिभावक र शिक्षक वर्गहरूमा समेत आफ्ना बालबालिकाहरूको शारीरिक तन्दुरुस्ती, सहनशीलता, अनुशासनको विषयमा प्रत्यक्ष थाहा पाउन सक्नुहुन्छ। त्यसैले साना विद्यार्थीहरूलाई यस्ता अभ्यास तथा अवसरहरू हामीले विद्यालय स्तरमा समय अनुकूल प्रदान गर्नु पर्दछ।